सबैजनालाई। र यो चाहिँ मेरो सानो सर्ट भिडियो छ है चौरस्ताको। र चौरस्ता चाहिँ खासमा भने चाहिँ मेरो भाइको नानी हस्पिटल एडमिट गर्नुको लागि चाहिँ लिनु गएको थियो र हामी त्यहीमाथि घुम्यौँ पनि। यो चाहिँ हो हाम्रो दार्जिलिङ चौरस्ताको चाहिँ महाकाल मन्दिर, हेर्न सक्नुहुन्छ। हामी माथि चाहिँ गयौँ। र यो चाहिँ हो चौरस्ताको ब्याक साइड। र यो चाहिँ चौरस्ता अहिले चाहिँ धेरै भिड भइरहेछ, किनभने टुरिस्टहरू धेरै आउनु भएको छ नि त, सिजन लागिरहेछ। र यहाँ चाहिँ चौरस्ता चाहिँ है दिउँसो धेरै भिड हुन्छ र राति त झन् धेरै भिड हुन्छ है, टुरिस्टहरू धेरै आउनुहुन्छ। अन्त यो पनि एउटा दार्जिलिङको के भन्छ यस्तो पोइन्ट हो घुम्ने है। चौरस्तामा धेरै टुरिस्टहरू आउने गर्छ है, धेरै रमाइलो हुन्छ दिउँसो राति। फर्किसक्यो है, हस्पिटल लाने एडमिट गरिराखेर। र हामी तल आउँदाखेरि चाहिँ दामी दिन भइरहेको छ अनि भिडियो बनाएँ जुन यो तपाईँले देख्नुहुँदैछ। यो तलनिर चाहिँ यो हाम्रो गाउँ हो है, हाम्रो गाउँ हो, ठुला कमान हो है।